हेलो साथीहरू, तपाईँहरूले सयपत्री फुलको बिरुवा रोप्नुभयो? अहिले फुलको बिरुवा रोप्ने सिजन हो नि त। त्यही भएर मैले चाहिँ यहाँ सयपत्री फुलको बिरुवा चाहिँ एकदम अल्छी पाराले रोपेको छु। अल्छी पाराले रोप्दा पनि एउटा फाइदा रहेछ, किनभने फुलको बिरुवा रोप्यो भने शङ्खे किराले यति खेदो गरेर खान्छ कि आज यत्रो ठुलो बोट छ भने भोलि बिहान कप्ला खाइसकेको हुन्छ। त्यही भएर यस्तै यो घाँसघारीमा ठाउँ फुल रोप्ने ठाउँमा मात्रै खनेर रोप्दाखेरि चाहिँ त्यो शङ्खे किरा घिस्रिँदै जानलाई अप्ठ्यारो हुन्छ नि त, अनि छिट्टो खान सक्दैन रहेछ। अब मेलैमारी खनेर रोप्दाखेरि त सुई चिप्लेर छिटो जान्छ र सबै खान्छ नि त एकै रातमा। अनि यसरी यो झारघारीमै डोबिल्को पारेर फुल रोप्ने ठाउँमा खाल्डो पारेर रोप्दाखेरि चाहिँ शङ्खे किरालाई घिस्रिन अप्ठ्यारो हुन्छ नि त, घाँसको टुँडाले घोचेर। अनि त्यही भएर खाँदैन रहेछ क्या। अल्छे पाराको फुल रोप्ने तरिकामा एउटा फाइदा चाहिँ छ, तर खान चाहिँ शङ्खेले सुँगेरै थाहा पाउँछ होला। कति गर्दा पनि जोगाउन सकिँदैन। अब मैले योपालि पनि यसै गरी रोपिदिएको छु। घाँस काटेको ठाउँमा त्यत्तिकै बाँझोमा डोब खन्दै रोप्दै गरेको छु। शङ्खेबाट कतिको बचाउन सकिन्छ। तिहारमा मालाको लागि काम दिन्छ कि शङ्खे किरालाई खानको लागि काम दिन्छ है त मेरो सयपत्री फुलको बिरुवा।